अब हामी भनेको रमाइलोको लागि खेल्ने मान्छे, न हामी कम्पिटेटिभ प्लेयर न के, जस्ट इन्टरटेनमेन्टको लागि खेल्ने हो नि त हामी त। अब जहाँ 12 घन्टा 13 घन्टा ड्युटी हुन्छ नर्मल्ली है मान्छेहरूको सबै कुराहरू जोड्दाखेरि, अनि त्यो सकेर आएर यसो साथीभाइसँग रमाइलो गरौँ न भनेर गेम खेलेको हुन्छ। र पनि धेरै कमेन्टहरू मैले देखिरहेको हुन्छु क्या, ए भसडी नुबहरू के लाइभ बसेको। अब कहिलेकाहीँ म्याच बिग्रिहाल्छ नि केटा, सधैँ एउटा हुन्छ त हुँदैन नि केटा। अनि फेरि अर्को आउँछ, ए 1v1 हान्नु अब हेर्ने यसरी त भएन यार केटा। साथ सपोर्ट हुनुपर्छ, बरु रमाइलो कुराहरू हुनुपर्छ ब्रो, यस किप इट अप होइन। धेरै उता उता हुन्छ तर धेरै देखेको चाहिँ त्यस्तो वाला हो क्या मैले।